हेलो नमस्ते दर्शन साथीभाइ सबैजनालाई। आज फेरि एउटा अर्को भिडियो। यो राजनीति विषयमा भिडियो नबनाऊ भन्दा बनाउन मन लागिहाल्ने के कसो कसो गरी है। अनि आजको भिडियो चाहिँ यो एमालेका नेता महेश बस्नेतको विषयमा बनाउँदैछु। यो एउटा भनाइ छ नि, दुःख पाइस मङ्गले आफ्नै ढङ्गले भने जस्तो। अनि के बोल्नु पर्छ के बोल्नु पर्दैन भन्ने कुरा अलिकता ख्याल नराखी अनि चोक चोकमा बजार बजारमा गल्ली गल्लीहरूमा गएर कुकुर भुके चाहिँ भाषण गर्ने हामी एमाले भनेको यस्तो शक्ति हो त्यसको शक्ति हो, तिमीहरूको बाउको दम भए छोएर हेर भने। अनि आखिर मान्छेले चाह्यो भने छुँदो रहेछ त। अस्ति सिमारा विमानस्थलको भिडियो र आजको भिडियो हेर्दा आखिर मान्छेले चाह्यो भने बाउ होइन बाउको बाउलाई पनि भुइँ टेक्न गाह्रो हुने रहेछ भन्ने कुरा त यो आजको र अस्ति सिमारा विमानस्थलको भिडियोले प्रमाणित गरेको छ क्या साथीहरू। त्यही भएर त्यत्तिकै भुक्न हुँदैन। मान्छेले चाह्यो भने अब के गर्न सक्दैन रहेछ। विमानस्थल अस्ति सिमारा विमानस्थलमा भुइँमा ओर्लिनै दिएन। अनि आज चल्दै गाडीमा अब रङ छ्यापेर हिँड्यो, रङ फालेर हिँडे। तर हुन त फेरि यही घटनालाई धेरै साथीहरूले फेरि धेरैजनाहरूले के बनाउनु भएको छ भने ढुङ्गा हान्यो महेश बस्नेतको गाडीमा एकजना 17 वर्षको युवाले भनेर पनि भन्नुभएको छ। तर स्पष्ट समाचार भनेको के हो भने ढुङ्गा हानेको चाहिँ होइन, रङ चाहिँ फालेको हो। तर सही सङ्केत हो। शहीदको रगतमा होली खेल्ने, शहीदको रगतमा रजाइ गर्ने कसैको अधिकार छैन भन्ने कुरा जनाएको हो। त्यसैले त्यो कुरालाई वध गर्न खोजेको हो त्यो युवाले। एकदम त्यो युवाको लागि म एउटा सल्युट ठोक्न चाहन्छु। र अर्को कुरा अहिलेको सरकारलाई भन्न चाहन्छु, नालायक सरकार, केही गर्न नसक्ने, त्यही घुसिया कुकुरहरूको साथ दिने सरकार के सक्सेस र। कोही युवाहरूले विरोध गर्यो भने तिनी युवाहरूलाई गोली ठोक्न र जेल हाल्न सक्छस्, अरू त के सक्छस्? अरू केही सक्दैनस्। अरू एमाले काङ्ग्रेस माओवादीको अगाडि तेरो केही दाल गल्दैन सरकार। यदि अलिकता नैतिकता छ भने छोडेर गयो हुन्छ कुर्सी सुर्सी। केपीले छोड्यो त तिमीहरू आयौ अनि तिमीहरूले छोडे पनि अर्को कोही आउँछ। त्यसैले तिमीहरूले पनि यो छोडेर गयो हुन्छ। साथीहरू मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नु होला, मलाई फलो गर्नु होला। हस्, जय नेपाल जय देश।